आइतबार हो रेगुलर हाम्रो 10 to 4 रेगुलर क्लास चलिने आज दोस्रो टाइम सेकेन्ड टाइम भएको हुँदा अब हामीले एउटा दुईटा तीनटा चारटा आज 6वटा क्वेसन मात्रै नजाने कि त्यतिवटा मात्रै हो वाह रात पनि मात्रै अब यहाँ हामीलाई यहाँ एक्स पनि दिएको छ जीएक्स पनि दिएको छ हिजो र अस्ति क्लास पढिरहँदा कहिलेकाहीँ के हुन सक्थ्यो भने एफ एक्स दिएको हुन सक्थ्यो एफ नट जी कम्पोजिट फङ्सन दिएको हुन सक्थ्यो र हामीलाई क्वेसनले फाइन के भनिरहँदा पहिला सुरुमा त नभएको चिज निकाल्ने बानी थियो यहाँ पनि त्यस्तै हो हेर्दा एफ एक्स दिए पनि जीएक्स दिए पनि तर हामीलाई यो कम्पोजिट फङ्सन निकालिरहँदा एफ इन्भर्स जीएक्स भएको होइन यहाँ त जीएक्स छ यहाँ 0 भए पनि पछि राख्न मिल्छ तर एफ इन्भर्स त छैन नि त अनि पहिलो प्रायोरिटी के हुनु पर्यो एफ इन्भर्स नभएको चिज निकाल्नु पर्यो हैन भोक लाग्यो भाडामा केही छैन पहिला त पकाउनु पर्यो हो भने सो वी हेभ एफ एक्स इक्वल्स टु एक्स बाई 3x माइनस 5 कहीँ जानुभन्दा अगाडि पूर्व तयारी गर्ने भने जस्तो यहाँ जानुभन्दा अगाडि पूर्व तयारी पहिले एफ इन्भर्स चाहियो जहिले पनि यो इन्भर्स निकाल्दा के गर्नुपर्छ नानी एफ इन्भर्स निकाल्दा सुरुमा के गर्नुपर्छ एक्स र वाइ इन्टरचेन्ज पहिला सुरुमा त सपोज गर्ने होला नि त हैन र हो नि ले y equals to f x यसको मतलब y equals to x by 3x minus 5 हो अब भन्दा दबाडी यो यसलाई चाहिँ इन्भर्स निकाल्नु पर्यो के इन्भर्स निकाल्न चाहिँ x को ठाउँमा y लाने अनि y को ठाउँमा x ल्याउने हो यहाँ लेख्दा के लेख्ने x is equal to on interchanging domain x and range y we get a भनेर लेख्ने हुन्छ we get लेख्ने हुन्छ अब यहाँ y को ठाउँमा के लेख जहाँ x छ y by 3 y minus 5 अब यति भइसकेपछि हामीले जहिले पनि फंक्सन चाहिँ y कस्तो समथिङ हुने हैन यतिकै कतिको विद्यार्थीको हुन्छ यति गर्ने बित्तिकै इन्भर्स आयो भन्ने बानी छ हिजोले पनि बिगारे जस्तो अब यसलाई चाहिँ पहिला क्रस मल्टिप्लाई गर या के गर y को भ्यालु इन टर्म्स अफ x निकाल्नु पर्यो यहाँ दुई ठाउँमा y कन्फ्युजन रहेता पनि यसलाई क्रस मल्टिप्लाई गर्छ x into 3y minus 5 equals to मल्टिप्लाई गर्दा के रहन्छ y फेरि यसलाई मल्टिप्लाई गर्दै जाँदा 3xy minus 5 के हुन्छ x 5x equals to के हुने भयो y अब हामीलाई त y को भ्यालु निकाल्नु छ भने y यस्ता टर्महरु जससँग चाहिँ y छन् तिनलाई एका ठाउँमा राख्नु पर्यो बाँकी सबै कहाँ लानु पर्यो अर्को साइड चाहिँ सार्नु पर्यो भने 3xy minus y के हुन्छ यहाँ 5x हुने भयो कमन के आउने भयो y 3x minus y नै भएपछि 1 रहन्छ त भन त यहाँबाट y के आउने भयो 5x by 3x minus 1 अनि सट्युमा x कमन अब कस्तो यसमा x कमन निकालेर काट्ने माथि त्यो 3xy minus 5x मा तैले चाहिँ भात पस्कियो थालमा भोक लाग्यो भने खाना मागिस भातमा हाल्दिनु मम्मीले भात खाना हाल्दिनु थालमा खाना हाल्दिनु अनि त फेरि त्यो खाना चाहिँ भाँडामा हालेर खाना मिल्छ कि भाँडा त भएन भने जस्तै हामीले चाहिँ y को भ्यालु निकाल्नु छ त्यही भएर y तिर y एकतिर राख्ने बाँकी सबै चीजहरु अरूतिर सार्ने हो कि त्यो सार्दा यो नै हो प्रोसेस त हैन र पहिला y भएकोलाई एक ठाउँ राखौं y निकालौं अनि y को भ्यालु इन टर्म्स अफ x निकाल्ने हो कि तले x ले निकालेको भने त अगाडि क्वेशन त हामी वापस पुरानै फेज हो भनेको फर्स्ट स्टेपमै आउने हो ब्याक हुँदै हुँदै हामी त्यो फर्स्टमा जाने हुँदैन होला नि यसको के निकाल्नु छ इन्भर्स निकाल्नु छ यो y के को केमा सपोज गरेको थियो y या फंक्सनमा त्यो भएर यो y भनेको अब के को इन्भर्स हो या इन्भर्स x इक्वल्स टु के आउने भयो 5x by 3x minus 1 यसको समस्या छ छैन अब हेगे बल्ल हामी कहाँ जाने हो चाहिएको f इन्भर्स g0 हो सो f इन्भर्स g0 यसलाई चाहिँ दुईटा तरिका भनेको थिएँ अब यो डाइरेक्ट गरौँ g फंक्सन के दिन्छ 5 plus 2x by 3 जो भने जस्तै जहाँ क हुन्छ भने क आउँछ भने यहाँ 0 भ्यालु छ भने यहाँ के राख्नु पर्छ अब 0 5 plus 2.0 by dot भनेको मल्टिप्लाई by 3 क्याल्सियम हैन त क्याल्सियम भन्छ फेरि अब यो 3 र यो 3 काट्न पाइन्छ पाइन्छ अब यहाँ के रहने भयो 5 5 जा
25/3 फेरि यहाँ खतरा छ नि 5 यसलाई पनि यसलाई गुणा गर्ने भने हेर्न बढी छ मैले राजले हो अब यहाँ रह्यो 5 - 1 गर्दा 25/3 यो गर्दा कति आउँछ 4 यो 3 चाहिँ कहाँ छ न्युमरेटरमा भएको डिनोमिनेटर कहाँ जान्छ जहिले पनि तल जान्छ 25 कति आउने भयो 12 यो नै हाम्रो आन्सर हो